हेलो साथीहरू, आज चाहिँ बिहिबार बाबुको छुट्टी छ आज। सो साथीहरू हामी चाहिँ यहाँ बेथे साग, त्यसपछि खुर्सानी यति धेरै खान्छौँ आम्मामा। अनि चाहिँ हिजो रातिको चाहिँ खसीको खुट्टाको ग्रेभी बसेको थियो, त्यो खाइरहेछौँ। अहिले चाहिँ लिटरली 10:50 जस्तो साथीहरू। हामी चाहिँ यति छिटो खायौँ साथीहरू, खाना खाइला 4 बजे छ। यसो रात तानेर खाऊ न। भयो नि, भयो होइन त्यसो नमस्नु कस्तो छ नि? साथीहरू त्यही बोलेको भैया। साथीहरू मेरो छोरा अघि पछि स्कुल जानु पर्छ भनेपछि चाहिँ 9:30 बज्छ, 9, 8:30 यस्तो जबरजस्ती उठाउनुपर्छ उसलाई चाहिँ। जब छुट्टी हुन्छ, सटरडे हुन्छ, ऊ चाहिँ बिहान उठ्छ के म सँगसँगै उठ्छ साथीहरू। यस्तो नानी कसैको छ, मेरो मात्रै छ क्या। म चाहिँ कस्तो अचम्म पर्छ कि त्यो म्याजिक जस्तो क्या। स्कुल जानु पऱ्यो भने चाहिँ उसलाई जबरजस्ती उठाएर माम खुलाउनु पर्छ। जब छुट्टी हुन्छ, जब उसको छुट्टी हुन्छ अनि सटरडे हुन्छ, ऊ चाहिँ छिटै उठ्छ क्या म सँगसँगै। यस्तो नानी कसको होला क्या? अझै हेर्न हाँसेको, त्यहाँ कुरा मन परे जस्तो छ क्या। साथीहरू हजुरहरूले के खानुभयो? हाम्रो चाहिँ हिजो मैले हिजोको भिडियो हालेको छैन, हाल्छु। हाम्रो भान्सामा चाहिँ खसी पाक्यो भने 3वटा अनि चिकन पाक्यो भने चाहिँ 2टा सब्जी पाक्छ अनिवार्य। सानो बाबु चाहिँ टोटल्ली भेज। अनि हाम्रो माइला देउ फ्रेन्च फ्राई। अनि माइला देउरले चाहिँ खसी खानु। अनि हामी सासूबारीलाई हिजो चाहिँ खसीको खुट्टा, इभान मम्मीलाई खसीको खुट्टा, माइला देउरलाई कुखुरा, अनि मलाई चाहिँ सानो बाबुलाई चाहिँ दाल र फ्रेन्च फ्राई। टोटल 3वटा खाना पाक्छ। 3वटा पाक्छ क्या हाम्रो किचनमा खसी पाक्यो भने। अनि वाइ पाक्यो भने 3वटा पाक्छ। त्यसपछि कुखुरा पाक्यो भने मात्रै 2टा। यस्तो गाह्रो छ साथीहरू। कोहीले मासु खाइदिन्न, कसैले खसी खान्न, कसैले भैँसी खान्न। अन्त जे पनि खाइदिन्छौँ नि। हेलो साथीहरू, आजलाई यति नै। बाई बाई।